ल साथीहरुलाई हेर्नुस् है सोमबारको दिन मोमो झिकिरहेका छौं मिल्दैन हल्का यताबाट हामी धुवा दिइरहेका छौं हजुर किन भा सबैले झिक्झारकै टोक्न ए हो हुन त भयो के पाउँदै रहेछ मरेछ अलग घर किन बच्चा निकालिसक्यो नि आधुनिक घरमा चाहिँ के हुन्छ भने यहाँको सबै यो मो छ नि यसलाई मात्र काटेर निकाल्नु चाहिँ यो जस्ता तस्ले राख्छ कि त्यो हो कि पुरा आधुनिक घर अनि यो घरमा किन त्यस्तो यो घरमा त अनि कसरी काटेर निकाल्नु यहाँबाट काटेर यहाँ मबाट निकालेर यो झरिहाल्छ जहिले नि अब यसलाई माथिबाट निकाल्ने ल यो चाहिँ आधुनिक घर नभएको त हो माथिबाटै चिरेको छ यसले चाहिँ सबै निकाल्ने अब होइन यो कला निकाल्छ त्यसमा कति मह छ त्यो निकाल्ने चुइयो तल कसैलाई यस्तो ओरिजिनल मह खान मन लाग्यो भने तपाईँले सम्पर्क गर्नुहुन्छ घरबाटै आएर लिएर जान सक्नुहुन्छ साथीहरू आएर यसमा चाहिँ मह रहेछ यी हाम्रो मोडी सबै बाहिर बस्नु भएको है झ्याम्मै लाइटमा आएर बस्नु होला फेरि रिसाएर मेरो यता पनि बस्नुभयो यहाँ बस्नुभयो रिसाएर त होइन यहाँ त केही नि हुन्न यसमा त मह रहेछ है यसमा चाहिँ छ सबै निकालेपछि है आधुनिक घाना चाहिँ म भएको त सट्ट काटेर निकालिन्छ कि ए म चाहिँ यो एकदम बढी थालमा यति झिकिसक्यो ल हेर्नुहोस् है साथीहरू ल हेर्नुहोस् है यो मौरी पनि छ नि अघि उडेर जाऊ आफ्नो ठाउँमा ल त्यो ठुलो गोला निकालेको छ बेसरी छ किन नहुने त्यत्रो नसाथी माथिन्छ रानी कहाँ बसेको थियो रानी त भागिसक्यो आफ्नो उसँग उता अगाडि रानी आइस भने त्यसलाई सबैलाई थाहा ल भयो किन यति छोरै पछि हुनाले अलि पछि हुँदैन एउटा लाख ठुलो निकालिदिनु नि त हुँदैन यो यहाँ बच्चा मात्र चाहिँ यहाँ माथि मात्र मगाउँछ त्यसमा भयो कुनाको त्यो म काट्नु निकाल्नु
अलिअलि पाएछ हजुर जस्तै हो म अलि घर घर ल आजको लागि अब यति निकालिन्छ होइन अलि पाजु ल साथीहरू अब अहिलेको लागि यति निकालौँ यो अलि पछि निकाल्नुपर्छ अरू घरमा नि हेर्नुपर्ने छ यो सिजनले पानी नपरेको हुँदा अत्यन्तै समस्या परेको जस्तो देखिन्छ अहिले अहिले पानीको सिजन अत्यन्तै कम परेको हुनाले सुन्तलाका बिरुवा लगायत मौरीको घारमा त्यति साह्रै उपलब्धि देखिएको छैन यो वर्षमा यो मौसमले नै परिवर्तन धेरै गराउँछ ल आगामी भिडियोहरूमा यहाँहरूलाई विभिन्न यस्तै यस्तै मिठा मिठा भिडियोहरू हामी देखाउनेछौँ तपाईँलाई ओरिजिनल मह खानु छ अत्यन्तै तपाईँ घरमै आएर आफ्नै आँखा अगाडि झिकेर लान सक्नुहुन्छ हामी झिकेर तपाईँलाई उपलब्ध गराउँछौँ ल साथीहरू यतिन्जेलसम्म मेरो भिडियो यहाँले हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद छ आगामी दिनहरूमा पनि तपाईँले यस्तै भिडियो रोचक मनोरञ्जन भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला र अर्को कुरा चाहिँ तपाईँलाई यदि मौरीको मह तपाईँले घरबाटै आफैले आँखा अगाडि तपाईँले हामी झिकेर तपाईँलाई उपलब्ध गराउन सक्छौँ यदि तपाईँले चाहनुभयो भने मेरो कन्ट्याक्ट नम्बर मैले तल छोडिदिएको छु मेरो युट्युब च्यानल मार्फत पनि तपाईँले फलो गर्न सक्नुहुनेछ मेरो युट्युबमा मेरो फेसबुकमा लगायत सम्पूर्ण मेरो वाट्सएपमा तपाईँले मलाई भेट्न सक्नुहुनेछ र आफ्नै आँखा अगाडि तपाईँले ओरिजिनल म आफैले पनि तपाईँ आफैलाई हामी आफ्नै हातबाट झिकेर चाहिँ उपलब्ध गराउनेछौँ यति जसम्म हेरिदिनु भयो धन्यवाद छ नमस्कार यहाँको समय शुभ रहोस्